गाइस म चाहिँ भोलि हाइकिङ जाँदैछु अनि यसो ट्याटु हान्नु के भनेर चटक देखाउन लाग्यो अहिले तपाईँहरूलाई म देखाउँछु न उले चाहिँ लगाइदिन्छ यहाँ अनि तपाईँहरूलाई म एकछिन पछि रिजल्ट अब भोलि नै देख्छ होला अब त्यही हो अहिले चाहिँ यहाँ लगाएको हेर्नु होला ल स्टार्ट यसरी ठ्याक्कै यसरी हेलो गाइस म चाहिँ भर्खरै उठेँ होइन हाइकिङ जाने भनेको ढिलो सुतेको थिएँ नि त अनि त्यही भएर चाहिँ अनि लास्ट ढिलो भइसक्यो अब मेकअप चाहिँ म तपाईँहरूलाई मेकअप गरेर उहाँ साथीको रुममा गएपछि मात्र भेट्छु किनकि लास्ट ढिलो भइसक्यो कि म ढिलो उठेको त्यही भएर चाहिँ छिटो अब रेडी भएर जानुपर्ने हुन्छ साथीको रुममा त्यहाँबाट चाहिँ म कन्टिन्यू गर्छु त्यही हो बाई बाई अब के हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई म देखाइराख्छु बाई हामी चाहिँ अहिले म रेडी भएर आइसकेको छु साथी पनि आइसक्यो है इच्छा अनि हामी चाहिँ अब जहाँ के अरे हाइकिङ जानु लाग्यो तर कहाँ जानु लाग्यो त्यो पनि थाहा छैन कहाँ जानु लाग्यो त्यो पनि थाहा छैन त्यही पनि त्यो छक्का त्यही छक्का जानु लाग्यो थाहा छैन अब त्यही ठुलो हामी चाहिँ अहिले जाँदैछौँ त्यही हो साथीहरू चाहिँ अगाडि छ म चाहिँ अब पछाडि छु अब एकछिनमा देखाउँछु किनकि यहाँ त देखाउनु मिल्दैन साथीहरूलाई एउटा चाहिँ पछाडि गयो एउटा चाहिँ अगाडि छ दुईजना चाहिँ हामी एकजना चाहिँ यता अनि एकजना चाहिँ कहाँ अनि अर्को साथी चाहिँ अर्कै बाटोबाट गएछ अनि त्यही भएर छुट्यो त्यो चाहिँ कतैलाई अब एकैछिनमा त्यही मेन गेटमै भेटौँ नि हामी कहाँ आइपुग्यौँ टाढी जाने झर्ना हिँड्न जाने भनेको झर्ना छैन अरे यहाँ अलि तलै नुवाकोटवाला झर्नामा छ अरे ए टाढी भिडमा छ अरे नुवाकोटवालामा रिग्रेट चाहिँ नहोस् भनेको थिएँ मैले त्यहाँ रिग्रेट भयो भने म जाने अनि मन्दिर जानुमा यो थकाएर जानेको छु मैले यसले हो है यसले अनि त्यही हो इन्द्रले लिएर आउँथ्यौँ तर त्यसले भन त भनेको थियो कि माथिसम्म जाने हो भनेर सोधेको थियो लाने हो भन्नु हेलो गाइस हामी चाहिँ गुम्बामा आइपुगिसकेको छौँ नागहरू छ यहाँ चाहिँ त्यही उ गर्न ब्याक क्यामेरा गरेर देखा गुम्बा यु क्यान सी गुम्बा नागिनहरू छ अस्मिता होइन अस्मिता चाहिँ होइन राम्रै गरे हो त्यो त सुजेन हामी चाहिँ आइपुगिसक्यौँ गाइस लास्टै उकालो छ नागी गुम्बामा मागी गुम्बा होइन मागी होइन कि नागी भनेको नागी बन्द छ क्या हो यु क्यान सी ल हेर हाम्रो बिछाउनेमा पनि छैन हामी चाहिँ आइसक्यौँ अनि खाना लागि अब एकछिनमा भोक लागिसक्यो
हामी खान्छौँ मिसिन लाग्यो पानी पर्न लाग्यो पानी पर्न लाग्यो त्यही भएर हामी हामी आधी बाटो हिँडेर जानुपर्छ पटको लागि त्यो पो गाह्रो छ त गाइस त्यसैले टाइमै लाग्नेवाला छ अनि मेरो ट्याटु ट्याटु अब अहिले एकछिनमा जङ्गलमा मेरो ट्याटु कस्तो लाग्यो तिमीलाई नट ब्याड नट गुड 5000 मा एभरेज 5000 मा घोपे गरे कम त हो हैन त हाम्रो लागि त धेरै ठुलो हजुरहरुको लागि के धेरै ठुलो तपाईले ट्याटु हान्नु भएकोमा ल त्यही हो साथीमा फर्स्ट ट्याटुवर यु आर इम्प्रेस है छपरी ट्याटु ड्याडी के भनिस् ड्याडी बन्नु खोजेको होला नि छाड्दैन हामी चाहिँ अहिले फर्किसकेको यस अनि अब हामी चाहिँ खाजा खानेवाला छौँ पानी पर्न लागेको छ पानी पर्न लागेको छ नि त यस्तो छ बादल अनि फेरि के अरे अब फेरि खाजा खाएर हामी आधी बाटोसम्म चाहिँ धेरै हिँड्नु पर्नेछ अनि त्यसपछि मात्रै पाउनेछ हेर्दै गर्नु होला हाम्रो भ्लग तर आज के भयो कस्तो भयो सबै अहिले माइन हामी आज अलिक ढिलो पुगे त्यही हो बोल्दै हिँड्दै तल समय लामो हुँदैन लामो गर्नु पर्यो नि त अब चाहिँ अनि त्यही माथि झन् गर्मी थियो अनि हामी अलिकति तारे भिड उल्टो तारे भिड आइपुग्यो नुवाकोटको तारे भिडमा चाहिँ झर्ना सर्न सबै रहेछ यहाँ थिएन यहाँ चाहिँ गुम्बा मात्र थियो गुम्बा मात्र अनि यता अर्को ठाउँमा गयो भने चाहिँ हामी अलिकति धेरै टाढो रहेछ 2 घन्टा 3 घन्टाको बाटो अनि घरमा चाहिँ फेरि छिटो आऊ भनेर घरमा त्यसैले यसो हामी चाँडै फर्किँदैछौँ खाजा खान्छौँ अब खाजा खाएको देखाउँछौँ त्यहाँबाट रेस्ट गरेको देखाउँछौँ अनि गएको देखाउँछौँ अनि गएको देखाउँछौँ सक्यो पानीमा भिजेर गएको देखाउँछौँ पानी चाहिँ कहाँबाट भिजेको देखाउँछौँ आँखा मेरो मुख धेरै यस्तै मुखलाई लटपटिरहेको दिदीको बोर नगरिकन हेर्दिनु लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला गरिदिनु होला मायाले भए पनि मायाले भए पनि हेर्न हेर्न मन नलाग्नुलाई पनि के अरे हेरिदिनु होला जबरजस्ती भयो नि हेरिदिनु होला खाना अड्किँदाखेरि पानी त्यसरी भए पनि हेरिदिनु होला हाम्रो पास गर्नु होला अहिले ब्याट्री सकिन्छ हस् ल बाई बाई यहाँ देखाउनु परेन के देखाउने होटलले देखाउने नि त अनि होटल ल्याइ त हो त नि एस्थेटिक छ हाम्रो त्यसको लागि स्टोरेज फुल भइसक्यो नि के गर्नु के हुँदैन कि यसो गरेर बनाउँछु बढीकै लामो भएन कि अब हुन्छ नि कसरी त अलिकति लामो बनाऊ कोही कोही त अब धेरै उ गर्ने हुन्छ बिलप तारी भिड है वी लभ तारेभिर तर हामी तारेभिर जाने भनेर आएको होइन तर कहाँ आयो ताराभिर होइन हामी कहाँ अरे तारी भिड आइपुग्यो तिर्खाको तारेभिर नागी पोखरी नागे पोखरी आयौँ हामी नागी पोखरी होइन नागगुम्बा आयौँ हामी चाहिँ यस्तो छ यहाँबाट चाहिँ यस्तो छ वाउ हामी चाहिँ यहाँ माथि आयौँ यस्तो छ है गाइस हामी चाहिँ पुग्यौँ तारी भिडको पिङमा सबै हामी बसौँ बस अर्को हात देऊ न गोरु यताबाट यसरी यस गाइस पिङ्क एकदम राम्रो लाग्यो थपिक थियो चियर देखाइदेऊ देखाइसकेको चियर कसरी अब भ्यू देखाउँछु भ्यू चाहिँ छ यस्तो अनि हामी चाहिँ गाइस आधी घन्टापछि खाएर छौँ स्प्राइट त्यही पनि लेमन स्प्राइट गरेको लेमन चाहिँ हल्का एकैछिन आउँ पर्दा चाहिँ अब फाइनली खाजा आइसकेको छ यो 2टा मात्रै आएको छ अहिले पिज्जा चाहिँ आएको छैन आउनु बाँकी छ अनि त्यसपछि अब चाहिँ हामी खाना सुरु गर्नेछौँ अनि आजको स्पोन्सर चाहिँ यो 2 जना रहेको छ स्मारिका हो किनभने स्मारिकाको चाहिँ युट्युबबाट अब इन्कम आउन थालिसकेको त्यसैले र अब चाहिँ हामी खानातिर लाग्यौँ होइन गाइस हाम्रो चाहिँ फाइनली पिज्जा आइसकेको छ आधी घन्टापछि लड्ला है यताको अनि हेर्दा त मिठो देख्यो अब खाएर हेरौँ कस्तो हुन्छ तर मलाई यो पक्रै रहेछ यो 2टा चाहिँ मन परेन यसमा चाहिँ नुन धेरै चर्को छ फ्रेन्च फ्राईमा चाहिँ नुनै छैन अनि चिसो रहेछ बरु यताको नुन चाहिँ यता हाल्यो जस्तो छ त्यही हो ल अब खाइन्छौँ अनि रिभ्यू गर्छौँ हामी कस्तो छ पिज्जाको गाइस हामीले किरा भेट्यौँ छियार यो कक्रोचको बच्चा रहेछ यार सानो बेहाल गाइस बेहाल यस्तो बेहाल छ भएन यहाँको एम्बियन्स सर्भिस केही मन परेन हेलो गाइस म चाहिँ लास्टै थकित छु अनि मलाई यहाँको नि मन परेन यो चाहिँ मलाई मतलब भएन अनि मेरो आउटफिट चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ अनि यहाँ चाहिँ इक्जा छ सिजियर
अनि ऊ चाहिँ लास्टै गोरी है, अति गोरी कि अति गोरी, यसरी छुँदाखेरि पनि दाग लाग्छ के त्यस्तो छ। अनि म चाहिँ काली हप्सी जस्तो मान्छे। ए अनि म तपाईँहरूलाई एउटा कुरा देखाउनु पर्ने, मेरो ट्याटु कस्तो दामी छ, लभली। यहाँ चाहिँ यस्तो छ है गाइस, यो हेर्नु सक्नुहुन्छ चोर। गाइस यो पछि मलाई होस्टेलमा चाहिन्छ कि त्यही भएर लगेको क्या त्यो। अब खोल्मा राख यहाँ छ गाइस। हामी चाहिँ अहिले यहाँ भिजिट गर्दैछौँ। यी भिड यस्तो दामी छ यहाँ चाहिँ, लभली है। म चाहिँ जाँदैछु आफ्नै पारामा, यस्तो छ, लभली है लभली। तपाईँहरूलाई कोहीलाई होमस्टे गर्नु छ भने चाहिँ यहाँ आउँदा हुन्छ, ठिकै हो, नट गुड नट ब्याड, एभरेज। अनि कस्तो दामी है, लभली रहेछ त्यो। पानी पनि छ, ये सो ब्युटिफुल। घाँस छ गाइस, घाँस। अनि यहाँ चाहिँ दामी छ है। हामी कहाँ जान लाग्यो नि सुरुमा चाहिँ? तारेभिर जान खोजेको, तर त्यहाँ नभएर हामी यहाँको घरमा आउँदैछौँ। त्यस्तो छ घरमा। ल कस्तो लाग्यो? नट ब्याड, नट गुड। कस्तो लाग्यो? मलाई त राम्रो लाग्यो, तर फुड पनि फुडको त अब त्यस्तै हो, यस्तो पनि छ है यहाँ। वाउ, नेपालको झन्डा। भिलाको सुटिङ यता हुनु पर्यो है। हजुर हामी चाहिँ त्यहाँबाट निस्केर पनि हामी केयर टावर आइसके। अनि यस्तो छ आफ्टर लङ टाइम हामी चाहिँ केयर टावरमा आयौँ। लभली छ, लभली। भिडियो भएन। हेलो गाइस, हाम्रो चाहिँ फोटो सुट गर्न बोटमा आएको होइन, फोटो हेर्नु न गाइस। यस्तो छ कि फोटो चाहिँ, तर के भयो थाहा भएन है। तर हामी चाहिँ यहाँ छौँ, तपाईँले पनि देखिरहनु होला हाम्रो यहाँ। हाम्रो आउटफिट गाइस यस्तो छ। मेरो ट्याटु देख्न सक्नुहुन्छ, ट्याटु। ये मलाई मम्मीले गाली गर्नुहुन्छ तर माइन्ड नगरेर है मम्मी, त्यस्तै हो जिन्दगी, गाह्रो छ। अनि हामी चाहिँ यहाँ छौँ कि। अनि सुन्नु साथीहरू, अब चाहिँ मेरो फोनमा चार्ज भन्ने चिज अलिकति पनि छैन, म टिक्दा पनि टिक्दैन, त्यही हो। अब चाहिँ म यहीँ इन्ड हालिदिन्छु। तपाईँहरूलाई कस्तो लाग्यो होला? अब तपाईँहरूलाई यस्तो हो, भाइ गएँ तर कहाँ गएँ के गरेँ केही थाहा पनि भएन, त्यही भएर यस्तो माइन्ड नगरिकन हेरिदिनु होला होइन। अब म चाहिँ यहीँ इन्ड हालिदिन्छु। कस्तो लाग्यो होला? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। बाई गाइस। अब यहीँ इन्ड हालिदिन्छु, त्यही है।